गुड मर्निङ केटा हो, वेलकम ब्याक टु माई च्यानल। फेरि आइसकेको छु म नयाँ भ्लगको साथ होइन। म फेरि आइसकेको छु केटा हो। प्लिज सपोर्ट, लाइक सेयर सब्सक्राइब होइन। लाइक सेयर सब्सक्राइब हानिदिउँ मेरो च्यानललाई, कमेन्ट पनि हानौँ को हो नयाँ नयाँ छ भने होइन। अनि सब्सक्राइब गरौँ। इन्स्टाग्राममा फलो गर्नु है, rohit_kanojia23 है केटा हो। म अब टक्क आज त्यही अफिस जाने हो, खाजा खाने हो, आउने हो होइन, मोटो भ्लग हान्ने हो। यति त हो नि। अहिले फेरि भेट्छु म मोटो भ्लगको साथ है। डान्सर है, डान्सर हाम्रो डान्स गरेर बस्छ दिनभर रातभरि। कपिराइट आउँछ होला यो गीतमा, मलाई त्यति चाहिँ थाहा भएन। मोटे 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 भ्लग्स पनि भन्नु न दाइ। मोटे खाजा कुरेर बसिरहेको, खाजा आउँछ अनि त्यसपछि मलाई चाहिँ के खाजा खानु लाग्यो होला। खाजा कुरेर बसिरहेको उहाँ चाहिँ खाजा देखाउँछ के खाने खाजा है। केटा हो आजको फर्स्ट खाजा। फेरि आज यसकैमै आइसकेँ म, सेन्टी पिपल्स है, सेन्टी पिपल्स गाइज होइन। अब म चाहिँ मेरो अरू कहीँ ठाउँ चाहिँ नि यहीँ आउने हो है। म चाहिँ यहीँ आउँछु, कहीँ भेटेन भने यहीँ आएर खोज्न आउनु, म यहीँ भेटिन्छु जहिले। आमाले हेरेर राख्नु भएको ल है केटा हो। यसलाई मैले आज ट्रायल हान्न दिनु लाग्यो मेरो बाइक। बाइक खसा, मोबाइल चाहिँ नखसा त, म सिधै भन्छु म। हेलो गाइज, वेलकम टु माई ब्लग। त आज चाहिँ म मोटेको बाइक लिएर जाँदैछु होइन। र आज चाहिँ बाटो अलिक हल्का खाली खाली छ। हामी चाहिँ यता नयाँ बजारमा एकचोटि राउन्ड हान्न आइराखौँ होइन। मैले चाहिँ बाइक धेरै पछि चलाएको छु, हल्का गाह्रो भइरह है, गियरहरू मिलाउन अलिक गाह्रै भइरह। र साथीहरू, आज मोटे भ्लग्सको च्यानलमा मलाई स्वागत छ। बाटो चाहिँ हल्का यस्तै छ क्या, गाह्रो हुन्छ बाइक कुदाउनु होइन। गियरहरू चाहिँ मिलाउनु नि अलिक गाह्रै हुन्छ। हेलो हेलो, यहाँ चाहिँ अब त्यहाँ मलाई बाटोमा कसले भ्लगमा आयो भनिरहेको थिएँ होइन। अनि भ्लगहरू चाहिँ यस्तै हो, आउँदै गर्छ मोटेको च्यानलहरूमा। मलाई पनि देखिरहने सक्नुहुन्छ तपाईँहरू मोटेको च्यानलमा होइन। हामी चाहिँ यता आज नयाँ बजार आउन हान्दैछौँ। मस्त धेरै पछि बाइक चलाएको, त्यही पनि रमाइलो हुँदो रहेछ। ल मासला कुकुर भ्लगर चाहिँ त्यो भाइले यार 100 सब्सक्राइबर भएको भ्लगर है केटा हो। भ्लगर चाहिँ भ्लगर हो नि फेरि। म कति सब्सक्राइबर भने भ्लगर त भ्लगरै हुन्छ केटा हो होइन। कहिले काहीँ रमाइलो लाग्छ यसरी कुराहरूले फेरि भन्दा नि होइन। म चाहिँ मेरो डेस्टिनेसन चाहिँ कतै छैन है, म चाहिँ आफ्नै पारामा हिँडिरहेको छु। फेरि पनि त्यही बाटोमा आएँ म चाहिँ। बाटोहरू चाहिँ गाह्रै छ होइन।
मलाई चाहिँ भ्लगमा फर्स्ट टाइम आ भएर के बोलौँ थाहा छैन है। भोइस क्वालिटी कस्तो आयो कस्तो मन परायो भने राम्रो लाग्यो भने भन्नु होला। म फेरि मोटेको च्यानलमा त्यसै नै भ्लग गर्दै हिँड्ने नै छु। भ्लगमा आइ भन्देऊ नि त, भ्लगमा आइ भन्देऊ ल केटा हो। त्यहाँ चाहिँ भ्लगमा आयो भन्दै भनेको एउटाले चाहिँ हाई गरे होइन, अरूले चाहिँ तिनीहरू त चुरोट खाँदै बसेको बुढाहरू हो क्या। के ल त केटा हो, आजको भ्लग चाहिँ हिजोकै भ्लगबाट कन्टिन्यू हुन्छ। हिजो चाहिँ फक्ट भयो क्या होइन, भ्लग बनाएको मोटो भ्लग लास्टमा क्यामेरै अन गर्न बिर्सेर रहेछ क्या। अनि त्यो भएर आज नै हिजो भ्लग आएन। अब त्यही हिजो र आजको भ्लग मिलाएर चाहिँ भ्लग हुन्छ है, एउटा मोटो भ्लग हुन्छ। अब भाइ चाहिँ स्टार्ट गर्नु पऱ्यो। क्यामेरा त चलिरहेको थियो नि अनि अब त्यो यो त अनै हुन्छ नि त मैले आफ्नो भाइकोमा, अनि चलिरहेको थियो भइसक्यो त्यो काम तल धार दुखिरहेको बेला हेर्नु उठ्नु सकेको छैन। आज चाहिँ भ्लगको सुरुवात माथिबाट गर्छु दाइ, माथिबाट क्या। त केटा हो, भ्लगको सुरुवात भइसकेको छ। हिजोको भ्लग चाहिँ के भयो भन्दाखेरि मैले क्यामेरा नै अन गर्न बिर्सेछ क्या। क्यामेरा चलिरहेको थियो, कतार बोलेको छ हिजो कति बाटो घुमेर गएको होइन, क्यामेरा अन गर्न बिर्सेछ। अनि आज एकजना दाइलाई काम पऱ्यो अरे, त्यो दाइको ब्याङ्कको कोही के काम पऱ्यो अरे, त्यो मिलाउँछु अनि मात्र अफिस जानुपर्छ। त्यो दाइको एउटा काम गर्दै भनेको छ, गर्नु परिहाल्यो होइन। यही कुस्कीमा हो, एनआइसी एसियामा भनेर के अब काम गरेको बाटो त्यस्तै हो। हिजो फेरि रातिसम्म निकेर 2:30 बजेसम्म, टक्क 2:30 बजेसम्म मोबाइल हेर्दै भयो। यस्तो टाउको दुख्यो, मेरो सुतेको सुत्दै सकेन। अनि घार दुखेर आज यस्तो बवाल भइरहेछ। काम त त्यति छैन होला, अलिक पनि सजिलै हुन्छ आजको काम। यता सजिलो ठाउँमा जानुपर्छ, यहाँ हिँडेर पनि जानुपर्छ। त्यहाँदेखि त्यो भारी जसरी पुग्नु पर्दैन सामान। अनि अरू त्यहाँ कहाँ सिकेर के कहाँ हुन्छ एउटा त्यहाँ जानुपर्छ। अनि अरू त त्यही ट्रान्सपोर्ट साथीहरूलाई, ट्रान्सपोर्ट त थाहा होला नि केटाकेटीहरूलाई होइन, त्यहाँ सानो भयो। यो एङ्गल ठिक रहेछ टक्क साथेर अनि हिजोकैसँग कन्टिन्यू गर्छु भन्छ क्या। अनि हिजोको भ्लग जम्मा भयो। एकछिन अलिकति कि अर्को लेनबाट आइहाल्छ क्या मान्छेहरू। अनि यिनीहरूलाई अनि किने यहाँ हुन्छ। अनि त्यसपछि त्यो गऱ्यो त्यो
नेपाली बेला यस्तो छोडिदिएको थियो म्याथ बेला चाहिँ फेरि यता नि हेर्न दिएन उता नि हेर्न दिएन त्यो जग्गाको त्यो यस्तो जग्गाको कसरी भन्नु ढक्का लाएर यहाँ बसिरहेको अफिस जानु छैन है 10 बजिसक्यो यसरी बस्छन् मान्छेहरू फेरि यहाँ आइपुगिसक्यो गाजा खानलाई केटा हो जहिले यता यो गाजा खाने यस्तै पाडा यस्तै छ माल अब के गाजा खाने नि हेरौँलाई त अगर केला खाने चक्करमा खाँदै देखाउन बिर्सेछु त्यस्तै हो हट पनि आउँछ अहिले यो चाहिँ नेवारी ससेज रे यस्तै छ पारा हामीले खाने नै यस्तै हो अरू त के यो चाहिँ लास्ट है ल